आजको हाम्रो च्यालेन्ज रहेको छ हामी 2 घण्टामा सिन्धुपाल्चोक पुग्ने। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ठ्याक्कै मेलम्ची पारी भनौँ न, इन्द्रावती खोला पारी। सो गाइस अहिले हामी ठ्याक्क नगरकोट पुग्दैछौँ। नगरकोट पुगिसकेको छैनौँ, नगरकोट जाने बाटोमा छौँ। यहाँ ठ्याक्क चौकी आउँदैछ यहाँ अगाडि। अनि हाम्रो च्यालेन्ज भनेको चाहिँ अघि पनि भने मैले, हाम्रो च्यालेन्ज 2 घण्टामा इन्द्रावती गाउँपालिकामा पुग्ने डबल लोड स्कुटरमा है, त्यही पनि बाइक होइन। गाइस हामी चाहिँ हाम्रो जुन एउटा च्यालेन्ज थियो त्यो च्यालेन्ज कम्प्लिट गर्नलाई चाहिँ एकदम आतुर छौँ। हेरौँ 2 घण्टामा पुग्छ कि पुग्दैन। त्यही पनि हाम्रो रफ राइड पनि हुनेवाला छैन त्यस्तो साह्रो, एकदम सेफ राइड हुनेवाला छ। त्यही माथि स्कुटरमा डबल लोड हामीलाई 2 घण्टामा घर पुग्नु छ। हेर्दैछौँ हामी अल्लारे छिटोहरू पुग्छौँ कि पुग्दैनौँ। राति 8 बजे हिँड्ने त हामी पनि बौला नै हो। ठ्याक्कै हामी कटेर च्याक्क अब त्यहाँबाट अलिअलि अपलोड सुरु हुन्छ हाम्रो सरर साइले भन्दै दुईजना दाजुभाइ लागेको छ। पुरा कवासाकी निन्जा चुहाएर होइन। हामी अहिले 6 गेर हालेर हिँडिरहेको छौँ एकदम, तर ब्रेकको चाहिँ भएको छैन फेरि यो 6 गेर। के छ दाइ, के फिलिङ आइरहेको छ तपाईँलाई भन्नुहोस् त। ठिकै छ, ओह्रालो लास्टै रहेछ, ब्रेक लाग्ला या नलाग्ला भन्ने टेन्सन छ। टेक्रान काँक्री पनि धेरै रहेछ। सो गाइस हाम्रो चाहिँ अलिकति ब्रेक कम भयो। अनि ब्रेक कस्दैछु म, क्रस्न मिल्छ मिल्दैन, कस्या छ अलिअलि चाहिँ लास्ट रहेछ। योभन्दा चाहिँ कस्न पनि नमिल्ने रहेछ जस्तो छ। यति हो, योभन्दा कसिँदैन। हामी जाँदैछौँ ठ्याक्क 9 बजे, 1 घन्टा भयो हामी हिँडेको। अब कति टाइममा पुग्छौँ हामी हेर्दै गर्नु होला गाइस। लेट्स। अबका यात्रा चाहिँ हाम्रो काठमाडौँको छ। भाइ यहाँको पानी खाऊँ न हामी। आफ्नो अब यहाँको पानी चाहिँ पानी खाँदैछौँ, नखाइ नछुन्ने कुरो भएको छ। अभी मजा आएगा ना भिडो। अब चाहिँ काजीले एकदम धेरै मेमोरीहरू छ यहाँ चाहिँ। म यो बाटो स्कुल बाटो पनि देखाउनु गाइस। दाइ बाटो यस्तो देखाउनु त। यो बाटो चाहिँ हामी स्कुल जाने आउने गर्दाखेरि चाहिँ सधैँ यही धाराको पानी खान्थ्यौँ क्या। बाटो चाहिँ अलिक विकास भएर रहेनछ, मान्छेहरू चाहिँ धेरै विकसित भइसक्यो, तर बाटो विकास भएर रहेछ। यो बाटो विकास नहुनुको कारण भनेको चाहिँ पैसा जति सबै नेताहरूले खाइदिएर हो बाटो विकास नभएको चाहिँ। तर मान्छेहरू चाहिँ एकदम विकसित भएको रहेछ। छोरो खेलाउने मान्छे हो, चाइले तिमीलाई त बसेरै बिग्रियो गर्नु पिर परो।